साथीहरु म चाहिँ लक्ष्मी पूजाको लागि रेडी गर्दैछु। यो मेरो चाहिँ जग्गै साँगुरो छ साथीहरु। अब एडजस्ट गरेर यही नै गर्छु, हर साल यही नै गर्छु नि त म चाहिँ। फाइनली साथीहरु मैले चाहिँ लक्ष्मी माताको पूजा पनि गरिसकेँ। हेर्न सक्नुहुन्छ हजुरहरुले। मेरो चाहिँ जग्गा चाहिँ एकदम सानो छ है साथीहरु। घरै सानो छ, त्यही भएर जग्गा पनि सानो भएको। जग्गा सानो भए पनि एकदम पुगेको छ पूजा गर्नको लागि चाहिँ। हेर्न सक्नुहुन्छ हजुरहरुले। यता माथि चाहिँ म डेली बिहान पूजा गर्ने जग्गा हो साथीहरु। लक्ष्मी माताको फोटो चाहिँ नमाएको छु पूजा गर्नको लागि यता। उता बाहिर चाहिँ जग्गा छ नि त साथीहरु, तर मलाई बाहिर गर्नु मन लाग्दैन पूजा चाहिँ। हर साल मैले यहीँ गर्छु नि त साथीहरु, त्यही भएर यहीँ नै गर्नु राम्रो लाग्छ। फास्ट सुरुमै म बिहे भएर आएपछि नै मैले यहीँ गरेको हो, त्यही भएर अनि मैले जति जानेको तरिकाले पूजा गरेको छु हजुरहरुलाई सामनेमा देखाइदिने छु है। हेर्नु होला। यता हेर्न सक्नुहुन्छ यो थाल चाहिँ हाम्रो घरमा पुरान भएको थियो 2 साल अगाडि। त्यतिखेर हस्बेन्डले ल्याउनु भएको थियो। अनि यता कलशहरु, यता कल्ची, अनि यता लक्ष्मी माताको फोटो, यो भाइ टिकाको सिंगारहरु पनि राखिदिएको छु साथीहरु। यता फलफुलहरु छ, यता कदम फूल पनि छ, अनि अलिअलि भएको घरको धन सम्पत्तिहरु साथीहरु। धेरै त छैन, दिदीको गरगहनाहरु यति नै हो। अनि यसमा चाहिँ जल राखेको छ साथीहरु मैले। अनि यता अब यो थालहरु छ काँसाको। हेर्न सक्नुहुन्छ। राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनु होला दाजुबहिनी दिदीभाइ सबैजनाले। म बाहिर पनि देखाउने छु हजुरहरुलाई। धेरै राम्रो त छैन बाहिर, फेरि हेरिदिनु होला। बाहिर चाहिँ हेर्न सक्नुहुन्छ साथीहरु, मेरो छोरालाई चाहिँ पुरा दिवाली लागिरहेको छ। हेर्न सक्नुहुन्छ। त्यो कुर्सी पनि ल्याइ भएन छ हो। हामीले चाहिँ यसरी नै सजाएको छौं साथीहरु। धेरै केही सजाएको छैन है। बत्तीहरु चाहिँ जलाएको छौं। अनि हेप्पी दिवाली भनेको खोइ त? हेप्पी दिवाली। यता पनि जलाएको छौं। एउटाले पनि जलाएर आएर चाहिँ हेर्न सक्नुहुन्छ। ल त गाइस, सबैजनालाई ह्याप्पी दिवाली। अब म पनि जलाउने छु। जिरे चाहिँ बम जलाउन त डर लाग्छ। जलेन? मैले झन् 1 प्याकेट ल्याइदिएको थिएँ साथीहरु यिनीहरूलाई, एउटा पनि जलेन अरे। कतिवटा रह्यो? भोलि घाममा सुकाइ हेर्नुपर्छ त्यो। कस्तो चाहिँ यस्तो गरेको नि व्यापारीले पनि छ्या। एउटा पनि जलेन अरे। आज शान्तिम गर्नु ल, झिझे जलाएर है। भोलि फेरि ल्याइदिन्छु, म अर्को दोकानबाट ल्याइदिन्छु ल। एउटाको चाहिँ राम 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 के गरेको त्यस्तो चाहिँ। साथीहरु हामी चाहिँ खिर खाँदैछौँ। म चाहिँ हर साल दिवालीमा खिर बनाउँछु। अनि आज चाहिँ हामी चाहिँ खाना नखाने साथीहरु, पुरी बनाएको छु, पुरी सब्जी खाने। खिर खाइसकेर चाहिँ एकदम टेस्टी छ छैन? टेस्टी लाग्यो।